केही दिन अगाडि प्रचण्डले नि भन्नुभएको छ होइन, अब तपाईँहरूलाई भोट हाल्नेहरूलाई कारबाही गर्ने कुरा आएको छ। त्यस्तो गर्नु हुँदैन। खासमा अब पार्टीको एउटा नेतृत्व लिइरहेको व्यक्तिले त्यस्तो अभिव्यक्ति दिनु राम्रो होइन जस्तो लाग्छ मलाई। अब उहाँहरूले गरेको भनौँ न, अब उहाँहरू राजनीतिमा आएको परिवर्तनको लागि हो होइन। अब उहाँको पार्टीले गर्नु सक्नु भएन भनेर अर्को पार्टीलाई एउटा आशाको नजरले हेरेर मत हाल्नुहुन्छ भने त उहाँले त्यसलाई त स्वीकार्नुपर्छ जस्तो लाग्छ। त्यसमा धन्यवाद दिनुपर्छ जस्तो लाग्छ मेरो विचारमा। देशमा केही निकास हुनेवाला छ भनेर उहाँहरूलाई पनि विश्वास भएर त उहाँको पार्टीहरूको मान्छेले पनि हामीलाई भोट दिनुभएको होला नि त होइन। अनि एउटा भोट दिने भनेको एउटा उहाँहरूको मताधिकार हो क्या। उहाँले जता मन लाग्छ उहाँले भोट हाल्नु पाउनु उहाँको अधिकारको कुरा हो नि त। पार्टीको हिसाबले मेरो विचारमा अब हामी ल भनौँ न, अब एउटा अर्को चुनावमा अब हाम्रो राष्ट्रपाको हाम्रो कोही मेम्बर अब हाम्रो नराम्रो आयो, म चित्त नबुझ्दो आयो भने मलाई उहाँको भिजन मन परेन, उहाँको त्यो के मन परेन भने अर्को मान्छे योग्य मान्छे छ भने उहाँले त भोट हाल्नु त पाउनु पर्ने हाम्रो पनि अधिकार त हो नि त होइन। राम्रो मान्छेलाई भोट त हाल्नु पऱ्यो नि त। त्यही आशाको नजरले उहाँहरू सबैजनाले हामीलाई भोट हालिदिनु भएको हो होइन। त्यही भएको हिसाबले मेरो विचारमा चाहिँ प्रचण्डजीलाई पनि एउटा जिम्मेवारी व्यक्ति भएर उहाँले चाहिँ एउटा पार्टीको नेतृत्व लिइरहेको व्यक्ति भएर चाहिँ यस्तो कार्य चाहिँ नगरिदिनु हुन र हामीलाई चाहिँ आशीर्वाद दिनु हुन भनेर उहाँहरू चाहिँ आग्रह